नमस्कार। आजको ठुलो राजनीतिक खबर प्रतिनिधि सभा निर्वाचन 2082मा झापा 5बाट बालेन्द्र शाहको ऐतिहासिक जित, केपी शर्मा ओली पराजित। प्रतिनिधि सभा निर्वाचन 2082 अन्तर्गत झापा निर्वाचन क्षेत्र नम्बर 5बाट ठुलो राजनीतिक परिवर्तन भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका उम्मेद्वार बालेन्द्र शाह भारी मतका साथ विजय भएका छन्। निर्वाचन आयोगका अनुसार बालेन्द्र शाहले 68,348 मत प्राप्त गर्दै शानदार जित हासिल गरेका हुन्। उनका मुख्य प्रतिद्वन्दी तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने 18,734 मत मात्र ल्याएर पराजित भएका छन्। यसरी हेर्दा बालेन्द्र शाहले केपी शर्मा ओलीलाई 49,614 मतान्तरले पराजित गरेका हुन्। झापा 5को यो परिमाणलाई धेरैले नेपाली राजनीतिमा ठुलो सन्देशका रूपमा हेरिरहेका छन्। विशेष गरी युवा नेतृत्वप्रति जनताको आकर्षण बढिरहेको सङ्केतका रूपमा पनि यसलाई विशेष विश्लेषण गरिएको छ। परिमाण सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा पनि यस विषयमा व्यापक चर्चा सुरु भएको छ। समर्थकहरूले बालेन्द्र शाहको जितलाई नयाँ राजनीतिक परिवर्तनको सङ्केत भन्दै खुसी व्यक्त गरेका छन् भने ओलीको पराजयलाई धेरैले अप्रत्याशित परिमाणका रूपमा लिएका छन्। अब आगामी दिनमा यस परिमाणले नेपालको राष्ट्रिय राजनीतिमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा चासो बढेको छ। यस्तै ताजा समाचारका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। धन्यवाद।